अहिले राजनीतिक चहलपहल भइरहेको छ जुन एउटा अहिले देशमा अहिले एउटा नयाँ विकल्प भएका राष्ट्रिय स्वतन्त्र पार्टीबाट जुन जनताहरूको चाहना छ त्यो के सधैँभरि कायम रहन्छ? एकदम धन्यवाद छ तपाईलाई, तपाईको टिमलाई। सर्वप्रथम त हामीले के बुझ्नुपर्छ भन्दाखेरि यो अवस्था देशमा सिर्जना किन भयो? तपाईलाई थाहा होला, हामी सम्पूर्ण नेपाली आम दाजुभाइ दिदीबहिनीहरूलाई यो थाहा छ, विगतमा तपाईको 63-64 मा मधेस जनआन्दोलन भयो। मधेस आन्दोलन भइसकेपछि तपाईको एउटा शक्तिको जन्म भयो, जुन तपाईको त्यो बेलामा उपेन्द्र यादवज्यूले तपाईको पार्टी होइन एउटा समूहको रूपमा फोरम काम गरिरहेको थियो। अनि त्यो बिस्तारै बिस्तारै एजेन्डा मधेसीहरूलाई राम्रो लाग्यो। राम्रो लागिसकेपछि मधेसीहरू पनि आफ्नो हक अधिकार पहिचानका लागि आन्दोलनमा हुमिसकेपछि तपाईको पार्टीको स्वरूप दिइयो। उपेन्द्र यादवजीले लिड गर्यो, गर्दा गर्दै तपाईको मधेसबाट 64वटा सिट पनि जितियो। तर त्यो जितिसकेपछि तपाईको देशमा जुन विश्वास र एजेन्डा लिएर जुन पार्टी हुमिएको थियो त्यो पार्टीहरू पछि गएर तपाईको सबै सखाप गरिदियो। यो आन्दोलन पहिला पनि तपाईको पञ्चायत कालको आन्दोलन गर्दा गर्दै देशमा अस्थिरता अस्थिर रहिरह्यो, स्थिर भएन, जसको कारणले गर्दा के भयो तपाईको अहिले भर्खरै तपाईको हेर्न सक्नुहुन्छ यो हाम्रो 23 गते जुन जेएनजी आन्दोलन भयो, यो कहिले नसोचेको नपरिकल्पना गरेको यो अन्याय अत्याचार भ्रष्टाचारमा लिप्त सरकारहरूको विरोधमा तपाईको आम जनसमुदाय लगायत 13 देखि 28 वर्षको युवा आन्दोलनमा हुमिसकेपछि त्यहाँ तपाईको ताकी त्यो निमुखा बालकहरूलाई गोली हानेर तपाईको हान्दाखेरि त्यसबाट सबै विश्वास मरिसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको विश्वास त्यहाँबाट उत्पन्न भयो र राष्ट्रिय स्वतन्त्र पार्टी तपाईको यो विश्वासलाई कायम राख्छ। तपाईको अन रेकर्ड भनिरहेको छु, यो विश्वासमा खरा उतर्छ र राष्ट्रिय स्वतन्त्र पार्टी नै अब अहिलेको तपाईको देशलाई परिवर्तन गर्ने र देशलाई निकास दिने एकमात्र पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी, जसको चुनाव चिन्ह छ घण्टी छाप। अब तपाईको क्षेत्र नम्बर 2 मा जसरी एउटा शक्तिशालीको रूपमा उठेका छन् एउटा बुढापाका हुनुहुन्छ हैन, अहिलेको अवस्थामा त उहाँ बुढापाका हुनुहुन्छ, पुराना पार्टी भइसकेछ। तर के तपाईको पार्टीले ती दुईजनालाई टक्कर दिन सक्छ? एकदम अभियसली तपाईको यो कुरा एकदम महेन्द्र यादव भन्नुभयो हैन, महेन्द्र यादव राजेन्द्र महतोजी जुन एउटा मधेस कालको एउटा दिग्गज नेता मान्नुहुन्छ र पटक पटक सत्ताको स्वाद चाखिसक्नु भएको छ, के त्यो उहाँलाई तपाईले टक्कर दिन सक्नुहुन्छ? एकदम यसपालि तपाईको के छ भन्दाखेरि अहिले यो हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन भनेको जनता हो। आम जनता नै हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन हो र यो संगठन तपाईको आम जनसमुदाय जुन हुनुहुन्छ उहाँहरूले नै तपाईको यो दुईटैजना राजेन्द्रजी महेन्द्रजी लगायत अन्य पार्टीहरूलाई उखाडेर फाल्छ। एकदम यसमा कुनै पनि शङ्का छैन, यसमा कसैले पनि नसोच्दा पनि हुन्छ। यो क्षेत्रमा 2 नम्बर क्षेत्रमा हाम्रो पार्टीबाट प्रतिनिधि सभाका उम्मेदवार रबिन महतोजी हुनुहुन्छ, उहाँ एकदम अत्याधिक मतले जितिराख्नु भएको छैन। मैले अध्ययन गर्दा आकलन गर्दा उहाँ जितिसक्नु भएको छ। मात्रै 21 गते फागुनको पर्खाइ हो हामीहरूको, उहाँ अब्बल मतले जितिराख्नु भएको छ र जित्छ र उहाँको टक्करमा पनि कोही छैन। यो एकदम विश्वास छु हामीहरू, उहाँको टक्करमा कोही पनि छैन, कुनै क्यान्डिडेटै छैन, कुनै क्यान्डिडेट छैन। न तपाईको पार्टीको अहिले संगठन छ, न तपाईको पार्टीको अहिले विधि र विधान छ, न कुनै नीति र स्पष्ट पारेको छ, तर जनताहरू कसरी विश्वास गर्ने, कुन आधारमा विश्वास गर्ने तपाईमा? यस्तो छ तपाईको हाम्रो पार्टीको मैले अघि नै भने हाम्रो पार्टीको संगठन भनेको आम जनस्तरमा आम जनसमुदाय जुन हुनुहुन्छ उहाँ नै हामीहरूको संगठन हो पहिलो। र रह्यो कुरा विधि र विधानको, हाम्रो पार्टीको स्पष्ट विधि पनि छ विधान पनि छ, जुन तपाईको यो वाचा पत्र अहिले आइरहेको छ हामीहरूको फागुनको पहिलो हप्तामा आउँछ र यसमा तपाईको यो देश अब एउटा कुरा हामी मनन गरौँ, यो देश पुरै घण्टी लहर भयो, घण्टीमै भइसकेको छ। किन भयो?
यो पहिलो प्रश्न हो। किन भयो घन्टीमय? किनभने पुराना दलहरू जति छन् कुहिएका सडेका यो पुराना दलहरू जति छन् यिनीहरूले देशमा एकदम भ्रष्टाचार गर्यो, सुशासनको अनुभूति नै दिएन। र अर्को कुरा यो याद गर्नुहोस्, कुनै पनि देशमा कुनै पनि विश्वको कुनै पनि देशमा यस्तो इतिहासै छैन कि प्रत्यक्ष के भन्छ तपाईँको सरकारमा भएको र प्रतिद्वन्दी दुईटै एउटै मिलेर तपाईँको सरकार बनाउँछ, जस्तै योभन्दा पहिला काङ्ग्रेस एमाले बनाएको थियो। आजसम्म इतिहासमा कहीँ छैन। किन कि तपाईँको यिनीहरू आफू बच्नको लागि जनता मरे पनि देश बर्बाद भए पनि सत्ताधारी र प्रतिपक्ष दुईटै एकै ठाउँमा आएर सरकार बनाएर अगाडि बढ्यो। अनि यसको विकल्प पुरै देशमा जनताले बुझिसकेको छ। अब भनेको विकल्प राष्ट्र निर्माणको लागि र परिवर्तनको लागि कुनै शक्ति छ भने त्यो हो राष्ट्रिय स्वतन्त्र पार्टी। र राष्ट्रिय स्वतन्त्र पार्टी नै देश परिवर्तन, हाम्रो उद्घोष पनि भएको छ, देश परिवर्तनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी। अब राष्ट्रिय स्वतन्त्र अब जसरी अब सर्लाही क्षेत्र नम्बर 4 मा जस्तै एउटा दिग्गज नेताको रूपमा चिनिने होइन, पर उहाँ पनि 4 चोटि सांसद भइसक्नु भएको र 2 चोटि महामन्त्रीको कार्यकाल पनि बिताउनु भयो, 1 चोटि मन्त्री पनि बनिसक्नु भएको। के अब त्यो सर्लाही क्षेत्र नम्बर 4 मा गगन थापाको टक्करमा डाक्टर अमरेश कुमार सिंहजी हुनुहुन्छ होइन, के उहाँलाई जित्न हार्नको लागि के गर्न सक्नुहुन्छ? के उहाँलाई परास्त गर्न सक्नुहुन्छ टक्राव? एकदम तपाईँको एकदम सान्दर्भिक प्रश्न हो। तपाईँ एउटा कुरा यो बुझ्नुहोस्, हामीहरूले सबैले बुझ्नुपर्ने जरुरी छ। मैले अघि नै भने देश हाम्रो घन्टीमय भइसक्यो। यो 4 वटा क्षेत्र सर्लाही जिल्लामा हामी 4टै क्षेत्र जित्न गइरहेको छौँ, पहिलो कुरा। दोस्रो कुरा 4 नम्बरको सन्दर्भमा 4 नम्बरमा डाक्टर अमरेश कुमार सिंह ज्यू जितिसक्नु भएको छ। यो तपाईँ पनि ग्रासरुटमा अध्ययन गर्नुभयो होला। यो आम जनसमुदायमा फैलिएको तपाईँको दुष्प्रचार हो कि गगन थापा आएको छ। म भन्छु तपाईँको गगन थापाज्यूसँग 2-4 जना होला के भन्छ तपाईँको टाउकेहरू मात्रै, तर आम जनसमुदाय जुन भोटर हुनुहुन्छ, एक्चुअल भोटर हुनुहुन्छ, उहाँहरू सबै चाहिँ हाम्रो डाक्टर अमरेश प्रसाद सिंहसँग हुनुहुन्छ, अमरेश सिंहज्यूसँग हुनुहुन्छ, घन्टीसँग हुनुहुन्छ। र उहाँ तपाईँको 4 नम्बर क्षेत्रमा हामीहरू जितिसकेको छौँ। हाम्रो काउन्टिङ मात्रै बाँकी छ, भोट हुन मात्रै बाँकी छ, ब्यालेट खस्न मात्रै बाँकी छ, हामी जितिसकेका छौँ। गगन थापाज्यूले तपाईँको उहाँ त एक त आउनु नपर्ने। सबभन्दा पहिला यो भन्नुहोस्, जुन ठाउँमा गगन थापाजी आउनु भएको छ त्यो ठाउँको उहाँले भाषा थाहा छैन। अर्को कुरा तपाईँको उहाँलाई कुनै गाउँ, कुन गाउँ कहाँ हो, कुन वडा कहाँ हो त्यो थाहा छैन भनेपछि जनता पहिला जस्तो हामी मधेसी मूर्ख होइन नि, हामी एकदम संवेदनशील भइसकेको छौँ, हामी मधेसी पनि जागरुक भइसकेको छौँ। अब जनताले तपाईँको म त यहाँसम्म भन्छु, गगन थापाज्यूसँग बस्ने मान्छे पनि डाक्टर अमरेश सिंहलाई भोट दिन्छ, यो मलाई विश्वास छ। किनभने पार्टीसँग हेराउन चाहदैन, तर भित्रभित्र मत चाहिँ दिन्छ तपाईँले अमरेश सिंहलाई। किनभने काङ्ग्रेसमा भएको मान्छे, एमालेमा भएको मान्छे, माओवादीमा भएको मान्छे पनि परिवर्तन खोजिरहेको छ, तर विवशमा त्यो मात्रै अगाडि घुमिरहेको छ। तर त्यहाँ जित हाम्रो अमरेश सिंहको हुन्छ, एकदम यसमा कुनै सङ्कोच नगरे हुन्छ। गगन थापाजी भन्दै हुनुहुन्छ कि म सर्लाहीको नेता बन्न आएको होइन, म सर्लाहीको बेटा बन्न आएको छु र म गरेर देखाउँछु, म देशलाई परिवर्तन गराएर देखाउँछु भन्नुहुन्छ। के छ तपाईँको यस विषयमा? अब यस्तो छ, बेटा नै बन्नु छ भने त उहाँ त 4 चोटि उता काठमाडौँतिर के भन्छ जित्दाखेरि त्यो बेला मधेसको सम्झना आएन, त्यो बेला मधेसमा बेटा बन्न इच्छा थिएन। आजै किन याद पर्यो? किनभने देशमा उहाँलाई कुनै पनि सिट सुरक्षित लागेन र यो 4 नम्बर पनि उहाँको लागि सुरक्षित सिट होइन। यो अहिले तपाईँ रेकर्डमा राख्नुहोस्, यो 4 नम्बर क्षेत्रमा पनि उहाँको सिट सुरक्षित छैन र उहाँ जित्नवाला हुनुहुन्न, उहाँ जित्नुहुन्न। अहिले मात्रै उहाँलाई बेटाको सम्झना आयो, 4 चोटि पहिला पनि जित्नु भएको थियो, अनि त्यो बेला बेटा सम्झना आएन। हामीहरूलाई तपाईँको इतिहास साक्षी छ, हामी मधेसीलाई हमेसा तपाईँको सबैले गुमराह गरेरै राखेको हो, घुमाएरै राखेको हो। यसपालि चाहिँ मधेसीहरू गुमराह हुँदैन, यसपालि चाहिँ कसैले पनि घुमाएर पनि घुम्नेवाला छैन, एकदम कन्फर्म। अब तपाईँहरू अब मध्य प्रदेशमा तपाईँहरू कति सिट ल्याउन सक्नुहुन्छ? कतिको आंकलन छ? अब यस्तो हेर्नुहोस्, मध्य प्रदेशमा हामीहरूको 32 वटा सिटमा हामीहरू प्रत्यक्षमा छौँ भाग लिएको र 32 सिटमा हामी 1 नम्बर पार्टी बनेर उभरिन्छौँ र मेरो हेराइमा 20+ सिट हामीहरूको आउनेवाला छ, आइरहेको छ।
यसपालि मध्य प्रदेशमा 20+ सिट रहन्छ। यो तपाईँको एकदम जनताले परिवर्तन गरिसक्यो, जनता अगाडि हुमिसकेको छ। हामीहरूको सङ्गठन र हामीहरूको पार्टी भनेकै अब तपाईँको राष्ट्रिय स्वतन्त्र पार्टी भनेकै जनता हो, अब अरू कोही पनि होइन, कोही नेता होइन, जनता नै हामीहरूको पार्टी हो, हामीहरूको सङ्गठन हो। 20+ सिट आउँछ। अब गगन थापाजी एउटा नारा लगाउँदै हुनुहुन्छ, अब की बार 100 पास, के छ यसपालि 100वटा सिट आउन सक्छ उहाँको? अब हेर्नुहोस्, यहाँ तपाईँले भन्नुभयो अहिलेको माहौल चलिरहेछ त्यस विषयमा यो अच्छा, तपाईँले एउटै नारा भन्नुभयो, म करेक्सन गर्छु। अब की बार गगन सरकार, यो बाले नै सरकारको चोरी गरेको नारा हो। अब की बार 200 पार, 100 पार भनि हामीहरूको नारा 200 पार, यो पनि हामीहरूकै चोरी गरेर उहाँहरूले भनिराख्नु भएको छ 100 पार। ठिक छ, त्यो त 21 गतेको जुन चुनाव हुन्छ र बिहान 7 बजेदेखि 5 बजेसम्म जुन तपाईँको निर्वाचन हुन्छ, निर्वाचन भइसकेपछि जब काउन्टिङ हुन्छ त्यसपछि 100 पार कि 20 पार कि 10 पार त्यो दिन नै थाहा लाग्छ उहाँहरूको अब कुन एजेन्डा हो। तर यो अब की बार बालेन सरकार, यो हामीहरूको एजेन्डालाई लिएर सबै ठाउँमा तपाईँको अब एजेन्डै छैन पार्टीको, विपक्षी पार्टीको। तपाईँ एकदम तपाईँ बुझ्नुहोस्, विपक्षी पार्टीहरू जति छन् उहाँहरूसँग कुनै एजेन्डा छैन, कुनै एजेन्डा छैन। सबै तपाईँ हेर्नुहोस् कपी के गरिरहेको छ राष्ट्रिय स्वतन्त्र पार्टीको, राष्ट्रिय स्वतन्त्र। अब की बार बालेन सरकारको नारा लाग्यो राष्ट्रिय स्वतन्त्र पार्टीमा, अब अर्को ठाउँमा पनि कुनै ठाउँमा अब की बार फलानो सरकार भनेर भनिरहेको छ। एजेन्डा भए पो तपाईँको स्पष्ट एजेन्डा भए पो केही आफ्नो एउटा नयाँपन देखाउँथ्यो। तर तपाईँ यो हेर्नुभयो होला ग्रास रुटमा यो सब चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको चोरी गरिरहेको छ। अहिले पुराना नेताहरू अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सबै नामहरू हरेक नाराहरू सबै चोरी गरिरहेको, एकदम कपी गरिरहेको छ, यसमा कुनै छैन राय, एकदम कपी गरिरहेको छ। अब अझै एउटा तपाईँसँग अन्तिम प्रश्न होइन, अब तपाईँको जुन एउटा रविन्द्र महतोजी हुनुहुन्छ होइन, अब जनता उहाँलाई भोट दिनुको के छ आधारहरू? यस्तो छ हेर्नुहोस्, यो एकदम स्पष्ट कुरा तपाईँले सोध्नुभयो। हाम्रो सर्लाही क्षेत्र नम्बर 2 मा रविन महतोजी हामीहरूको प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ। म सम्पूर्ण आम जनसमुदायमा के भन्न चाहन्छु भन्दाखेरि हामीहरूको एजेन्डा देशव्यापी र क्षेत्रव्यापी पनि तपाईँको स्पष्ट के छ, भ्रष्टाचारलाई फाल्ने हो, सुशासनलाई कायम गर्ने हो, शिक्षामा अब्बल पहुँच पुर्याउनु पर्छ, स्वास्थ्यमा अब्बल पहुँच हुनु पर्यो। आम स्तरमा जुन योभन्दा पहिलाको सरकारहरूले दिन सकेको छैन त्यो आम जनसमुदायहरूमा तल स्तरदेखि माथिसम्म सबै ठाउँमा डाइरेक्ट लिङ्क गर्ने काम राष्ट्रिय स्वतन्त्र पार्टीले गर्न गइरहेको छ। तपाईको यो बुझ्नुस्, हामीहरू अरू पार्टीवालाहरू जस्तै धेरै योभन्दा पहिला पनि भएको थियो नेपालमा पानी जहाज गुड्छ, तपाईको देश चुचुरोसम्म पुग्छ, त्यस्तो होइन। हामीहरू बिस्तारै देशमा तपाईको अहिले प्रतिनिधि सभाको चुनाव भइरहेको छ, प्रदेशको हुन्छ, स्थानीयको हुन्छ, यो भ्रष्टाचारको जरो यति तलसम्म गरेको छ तपाईको प्रशासनदेखि लिएर हरेक निकायहरूमा, त्यो सबैलाई फिल्टर गर्नुपर्ने आवश्यकता छ। अहिले नै यो गर्छु त्यो गर्छु यो भन्नुको अर्थ के हो? त्यो जुन पार्टीले भनिरहेको छ तपाईको त्यो चाहिँ बुझ्नुस्, त्यो पार्टी जनतालाई गुमराह र ठग्ने काम गरिरहेको छ। हामीहरूको स्पष्ट धारणा हो तपाईको देशबाट भ्रष्टाचार अन्त्य गर्ने, सुशासनलाई कायम गर्ने र आम जनसमुदायलाई कसरी पहुँचमा ल्याउने र कसरी आफैमा आफै सबल बन्ने, शिक्षा, स्वास्थ्य, रोजगारी, यो सबैतिर तपाईको हामीहरूको पार्टीको काम भइरहेको छ। हामीहरूको पार्टीको तपाईको उपाध्यक्ष श्रद्धेय डाक्टर स्वर्णिम बागलेजी, अस्ति तपाईले सोशल मिडियामा पनि हेर्नुभयो होला, उहाँले रवि लामेछानेज्यू हामीहरूको सभापतिज्यूले तपाईँ बजेट बनाउनुस् भनेर समेत भन्नुभयो। उहाँ अर्थको विश्वमा वर्ल्ड वाइड ग्लोबली उहाँ चाहिँ तपाईको विज्ञ हुनुहुन्छ डाक्टर स्वर्णिम बागलेज्यू। उहाँले हामीहरूको एजेन्डा तपाईको हामीहरूको के भन्छ घोषणापत्र सबै उहाँहरू फागुनको पहिलो हप्तामा ल्याइराख्नु भएको छ र एकदम देशलाई सोचेर देशव्यापी कसरी अध्ययन गरेर तपाईको सबै अध्ययन गरेर उहाँले समेटेर ल्याएको एजेन्डा हो। हामीहरूको एउटै भनाइ हो, हामीहरू लेखाइमा बोलाइमा होइन गराइमा विश्वास राख्छौँ। अब हामीहरूलाई
गर्न दिनुहोस् भन्ने आशा छ। भाषण गर्ने होइन, काम गरेर देखाउने तपाईँहरूको चाहना छ। एकदम हामीहरूको चाहना हो। यसमा हामीहरू तपाईँहरू डुब्नुहुन्छ? एकदम एकदम अब एउटा जनताको एउटा प्रश्न छ कि जनताहरू भोटको समयमा ठुल्ठुला भाषणहरू गर्नुहुन्छ, एक से एक भन्दा अलि त्यो बच्चाहरू गरेर जानुहुन्छ कि अब देशमा एउटा कानुन बन्छ कि नेताहरूले बच्चा गरेको त्यसको पुरा गर्न सकेन भने कि अरू त्यसको आधारमा कानुन बमोजिम कारबाही हुन सक्छ, त्यस्तो कानुन बन्न सक्छ? तपाईँले एकदम तपाईँले त्यसमा लाग्नु एकदम यो विगतदेखि नै ट्रेन्ड चल्दै आएको एउटा ट्रेन्ड हो कि चुनावी बेलामा धेरै राम्रो राम्रो कुराहरू, मिठो मिठो कुराहरू गर्ने, तर पछि चाहिँ त्यो वाचाभन्दा फरक हुने। अहिले यो अवस्था देशमा सिर्जना हुनुको कारणै त्यही कुराहरूले गर्दा भएको। राष्ट्रिय स्वतन्त्र पार्टी एकदम यसमा क्लियर छ, स्पष्ट छ कि विगतमा भएको कुराहरूलाई जुन पार्टीहरूले ट्रेन्डिङ गरेको थियो, चुनावी बेलामा घर घरमा जाने, यो गर्ने त्यो गर्ने, त्यस्तो होइन। हामीहरू आज तपाईँले यदि जनताले मत दिइरहेको छ भने 5 वर्षको कार्ययोजना तपाईँको सरकार हुने बित्तिकै 1 हप्ताभित्र के काम गर्न सकिन्छ त्यो हामीहरूको एजेन्डामा आइरहेको छ। 1 हप्ताको काम, महिनाको काम, वर्षको काम तपाईँको एजेन्डामा आइरहेको छ। हामी स्पष्ट दिइरहेको छौँ कि यति दिनसम्म हामी यो काम गर्नेवाला छौँ। र रह्यो कुरा गराइ र कुरा भनाइ र गराइमा यो तपाईँको यस्तो अवस्था छ अहिले देशको कि हामी यस्तो अवस्थामा आइसकेको छौँ कि यसपालि यदि हामीहरूले सम्पूर्ण आम जनसमुदायहरूले जीवहरूले यदि तपाईँको हामीहरूलाई तपाईँको बहुमत 2/3 बहुमत घन्टीलाई दियो भने यो देशको निकास बेग्लै हुन्छ, देशको मुहार फेरिन्छ, यो विश्वास छ। र हामीहरू चाहिँ त्यो तपाईँको काममा लागेको छौँ। हामीहरूको पार्टीका शीर्ष नेताजीहरू लागिराख्नु भएको छ र हामीहरूको हप्ता, महिना, वर्षौंको तपाईँको योजना के सरकारमा गइसकेपछि गर्ने हो त्यो समेत हामीहरूको फ्ल्यास हुनेवाला छ। फ्ल्यास हुनेवाला छ एकदम।